हेलो गाइस, वेलकम ब्याक माई अनदर भिडियो। आज चाहिँ हामी रैला गर्नलाई आज देउखुरीतिर यसो यात्रा हुँदैछ होइन। कस्तो लाग्छ यसो अन्त्यसम्म भिडियो हेरेर साथ दिनु होला। हामी चाहिँ अब यात्रा सुरु भइसकेको छ मेन रोडमा भन्दा पनि हामी ठ्याक्कै गोपीको साइडबाट हिँड्दैछौँ। हाम्रो स्पेसल्ली मेरो रेस्पोन्स ब्रदर दाइ हुनुहुन्छ होइन। गुड मर्निङ एभ्रिवान। यो सन्देशसम्म सुनेर साथ दिनु होला होइन हेरेर। त्यही हो गाइस, आज चाहिँ रैला गर्ने हो, रमाइलो गर्ने होइन दाइ? हो, एकदम गर्नुपर्छ। तर आज चाहिँ धेरै दिनपछि चाहिँ हामी अलिक टाढाको यात्रामा छौँ, नत्र प्रायः चाहिँ घरै बजारमै घुम्थ्यौँ हामी। आज चाहिँ देउखुरीको यात्रा साथी हो, हाम्रो देउखुरी। त्यही हो, आज चाहिँ हाम्रो दुईजनाको सल्लाह मिलाएर यसो कुराकानी गरेर हामी चाहिँ राम्रो राम्रो तपाईँको माझमा भिडियोहरू अनि फलतर ल्याउनुको लागि हामी देउखुरीतिर यसो यात्रा हुँदैछ। अन्त्यसम्म हेर्नु है त गाइजहरू। गोब्लीको यो हो, हेर्न सक्नुहुन्छ है। आवाजहरू बुझ्न गाह्रो भएको होला, त्यसलाई चाहिँ मनन गरेर भिडियो हेरिदिनु होला है त गाइजहरू। हेर्न सक्नुहुन्छ। हाई हो, जय जय भोलेनाथ, दर्शन करे दर्शन जानु हुन्छ। हिन्दी अर्कोचोटि आउनु अरे साप फर्किने बेला त्यो गरौँ नि त। देश अहिले चाहिँ यात्रा सफल पारिदिउन् हाम्रो भगवान्ज्यूले। हामी चाहिँ अब सरर डमारको एरियामा छौँ। चौपट्टा पनि कट्यो होइन बरोबर? हजुर चौपट्टा कट्यो नि। हजुर हजुर। ल, ओह्रालो लाग्यो है साथीहरू, ओह्रालो लाग्यो। अब चाहिँ ओह्रालो भनौँ के अरे। देख्न सक्नुहुन्छ। अनि हाम्रो दाइ के छ त ड्राइभर दाइज्यू? ओके ब्रदर, ओके बेस्ट छ होइन। एकदम खुसी लाग्यो यार। त्यही हो, हामी चाहिँ सरर अब चाहिँ दमातिर आइसकेको छौँ। सल्लरी डर सरी सर के भन्छ अरे सालको पातको दमातिर। ठिक ठिक। दामी सिन त नि। दामी छ नि सिन्ता, यस्तो देख्न सक्नुहुन्छ। हामी चाहिँ आइपुग्यो मसुर खोला पुल पार गरिसक्यो। अब हामी लमैको एरियामा आइसक्यो है दाना भन्न। अब हाम्रो भ्लग सुरु हुन्छ, सुरु भइसक्यो यता चाहिँ हो टक्क देखिन्छ। आयो हाम्रो राजा, नेपालको राजा जोगिनु पर्ने हुन्छ टिप्परबाट होइन बरोबर? हो, पेलेरै आउँछन् साथीहरू, फेरि राष्ट्रै पेलेर आउँछन्। आफै भाग्ने हो यार। आफै साइड लाग्नुपर्छ नत्र मारिहाल्छ नि। हो, चिसा पानी कस्तो दामी छ त्यो बदन बाटो छ है। हो एकदम। ट्याक्सी गुड मर्निङ फ्रम लमही यात्रा। हामी लमहीको नजिकै आइसक्यौँ। बेलमारमा आइसकेको राम्रो सिन रहेछ होइन जङ्गलको। रिसोर्टको भएको कारणले थोरै मैले चाहिँ भिडियो नसकेको लमहीको एरियामा आइसकेको छ। हामी देख्न सक्नुहुन्छ अब ठाउँ भेटिसक्यो। ओ माई गॉड, के सर हो चिसो चाहिँ। तर घोराइभन्दा लमहीतिर चाहिँ हल्का अलि चिसो बढी रहेछ होइन दाइ? एकदम बढी छ यार। हल्का अलिकति सिट परेको अलिकति चिसो चाहिँ अलिकति बढी नै रहेछ। हुन त अब पुसमाको चिसोमा चाहिँ यतिको चिसो नभएर के को चिसो हुनुपर्ने हो। एकदम ठिक। चिसोमा लगभग अलिकति चिसो दिनै पर्यो, नत्र पनि ज्यान चाहिँ तताउन सकिँदैन। त्यही हो, हामी चाहिँ आज चाहिँ मस्त देउखुरीको तातो अनि चिसो हावापानी खानलाई चाहिँ हामी भ्लग बनाउन हिँडेको। अन्त्यसम्म हेर्नु है त गाइजहरू। हाम्रो ड्राइभर दाइ चाहिँ एकदम पर्फेक्ट है। आज मतलब यो सलाम भनेर साथीहरूको लागि
लमै आइसकिएको छ देख्न सक्नुहुनेछ गाइजहरु यो चाहिँ नेपालको जाने बाटो हो कि होइन भाइ ओहो यो पश्चिमतिर चाहिँ नेपालको धनगढी यो चेकफुल हुन्छ र यसलाई यो चाहिँ यो नाम ठ्याक्क आएन त यार मलाई पनि ठ्याक्कै थाहा भएन यो चाहिँ नाम देख्न सक्नुहुन्छ यो चाहिँ नेपालको लम्बै हो जो हामी लम्बैको बजार अब आइसकेको छ होइन देख्न सक्नुहुन्छ अब लम्बै आइसक्यो ए बोर्डमा देख्न सक्नुहुन्छ लमही 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 स्टेटली हाम्रो यात्रा जारी नै छ होइन यो यात्रा चाहिँ हाम्रो भालुवाङसम्मको छ तपाईँहरूको म आज मनोरञ्जन भिडियो देखाऊ कि भनेर चाहिँ हामी आज दुईजना सल्लाह गरेर हिँडेको आइपुग्यो ट्राफिकमा हिँड्न सक्नुहुन्छ ल गाइस हामी चाहिँ फाइनल्ली लमैको बजारमा आइसकेको छौँ देख्न सक्नुहुन्छ होइन अब के छ त हाम्रो दाजु एकदम ठिक छ यार एकदम रमाइलो भयो आज भाइसँग घुम्न पाउँदाखेरि भाइको भ्लगमा पनि म आएँ आज खुसी लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब मेरो भाइलाई चाहिँ के छ नाम मेरो नाम चाहिँ खिमुसिता छ खिमुसिता भ्लगमा गएर युट्युब च्यानल होइन हजुर सब्सक्राइब गरिदिनु सब्सक्राइब गर्नु पर्यो लाइक कमेन्ट सब्सक्राइब है साथीहरू हो थ्याङ्क यू सो मच प्रताप त्यही हो अब चाहिँ हामी गाइजहरु अन्त्यसम्म देख्न सक्नुहुन्छ हामी चाहिँ अब लमैको बजारमा आइसकेको छौँ अब एकछिनमा हामी चाहिँ यसो दुईजना मिलेर चिया खाएर तातो यसो लिएर चाहिँ हामी अब फेरि यहाँबाट नन स्टप यात्रा हाम्रो लमैसम्म हुनेछ देख्न सक्नुहुन्छ गाइज यो चाहिँ लमैको बजार हो त्यही हो अब अन्त्यसम्म हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ हाम्रो दाइ पनि एकदम रेडी हुनुहुन्छ अब चिया खाएर जानुपर्छ हामीलाई एकदम अब चाहिँ हामी तातो तातो चिसो भएको छ बाइकमा आएर त्यही भएर चाहिँ हामी आफ्नो चिया खान्छौँ अनि त्यसपछि फेरि यात्रा सुरु हुन्छ अन्त्यसम्म हेर्दै गर्नु थोरै अलिकति ज्यान तातो बनाउँदैछौँ हामीलाई ज्यान तातो बनाउनलाई हामी थोरै चिया पिउँदैछौँ देख्न सक्नुहुन्छ है त ज्यान तातो बनाउने धेरै हुन्छ अब पेय पदार्थहरू अन्य पनि हुन सक्छ तर हाम्रो चाहिँ एकदम सिम्पल अनि साधारण एकदम ब्ल्याक टी खाँदैछौँ ए गाइस टुडे भ्लग घुराइ टु लमैको चाहिँ बाँकी भल प्राप्ति पुलको चाहिँ भोलि आउनेछ मैले हल्का फोटो मात्र राखेको छु बब्बाल छ भोलि चाहिँ